ल आज चाहिँ हाम्रो 17औं हप्ता आज चाहिँ यहाँ लायन्स क्लबको कार्यक्रम पनि रहेछ यो डबलीमा। अनि यो सेरोफेरोमा हामीले चाहिँ डोको डस्टबिनहरू राख्छौँ अनि यहाँ चाहिँ सरसफाइ गर्दै जान्छौँ हामी। आज चाहिँ 17औं हप्तामा चाहिँ हाम्रा मिडियाका साथीहरू पनि आउनु भएको छ। सरसफाइ भइरहेछ, सम्पूर्णलाई स्वागत छ। ल सरसफाइ फटाफट भइरहेछ, 5-6 डोको निस्किसक्यो। ल यति सुन्दर ठाउँमा सर र हिमाल देखिने ठाउँमा यो फोहोर कस्तो नसुहाएको है। हाम्रो सरसफाइ अभियन्ताहरू व्यापक रूपमा लागिराख्नु भएको छ। आज चाहिँ हामी यो श्रीनगर डबलीको सेरोफेरोमा छौँ। आज हाम्रो चाहिँ 17औं हप्ता। ल किन्जी यहाँलाई पनि एकदम स्वागत। ल धन्यवाद, यहाँलाई पनि धेरै धेरै स्वागत छ, धन्यवाद छ। ल आज हामी 17औं हप्तामा चाहिँ यो रानी मलजानी चोकहरू सरसफाइ गरियो र अब हामी चाहिँ सरसफाइ गरेर विसर्जन गर्दैछौँ। कति लगभग आज हामीले चाहिँ कति 12-14 डोको जति फोहोर उठाइयो। विष्णु दाइ कति जति उठाइयो होला? 11 डोका जति उठाइयो। ल यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। ल जीवन सर आफ्नो केही भनाइ छ? 17औं हप्तामा हामी आउँदैछौँ। हजुर बारम्बार भनिरहेको छु, अब हामीले मात्रै गरेर हुँदैन, सबैले गर्नुपर्छ। सबैले आफ्नो आफ्नो ठाउँबाट चाहिँ जाहेर सरसफाइ गर्नुपर्छ। फोहोर हाम्रो दुश्मन हो, हामीलाई मात्रै होइन बाहिर पर्यटकहरूलाई पनि फोहोर छैन भनेर देखाउनु पर्ने मुख्य हाम्रो उद्देश्य हो। शास्त्रकारले जनचेतनामूलक कार्यक्रमहरू अब जसले जहाँबाट सक्नुहुन्छ जनचेतनामूलक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्ने देखिएको छ। किनकि हामीले यही ठाउँमा मात्र 17 हप्ता हुँदाखेरि यही ठाउँमा मात्र तेस्रो पटक सरसफाइ गरिरहेको छौँ र पनि हामीले चाहिँ आज जनै फोहोरहरू उठाइसक्यौँ भनिसकेपछि त्यो मान्छेमा अलिक जनचेतनाको अभाव छ। त्यसकारण पनि यो जनचेतना वृद्धि गर्ने खालका कार्यक्रमहरू पनि अब चाहिँ हामीले सञ्चालन गर्नुपर्ने छ। ल अब चाहिँ हामीले अब दोस्रो सेसनमा